रवि लामिछानेको सवालमा चाहिँ यहाँको बुझाइ कस्तो छ? उहाँ चाहिँ कस्तो नेतामा तपाईँ चिन्नुहुन्छ? रवि लामिछाने कस्तो भने अब पहिला पत्रकारको रूपमा पत्रकार पनि स्ट्यान्ड एलोन पत्रकार, कसैसित गठबन्धन गरेर त्यो पत्रकारको समूहमा बसेको पनि होइन, त्योभन्दा अलग्गै म्याभरिक पत्रकार भनिन्छ। अब त्योभन्दा अलग्गै पत्रकार भएर स्थापित भएको हो नि, एक्लै भिडेको हो नि। भिडन त गर्दा गर्दा सारा पत्रकार एकतिर हुँदाखेरि 12 है भनेर आरोप पनि लागेको हो नि। त्यतिखेर समाजको लागि काम गरेको भयो। जस्तो स्टिङ अपरेसन गर्ने क्वेसन कोही सरकारलाई भन्नुभन्दा अगाडि रविलाई भन्थे मान्छेले, ये बोल्दै हुन्थ्यो कि यसले भन्दै मेरो प्रब्लम सबमै हुन्छ। कहीँ बाढी आयो, कोही गयो आफै चाहिँ राहत लिएर पानीमा डुबी यति तपाईँ देख्नु भएको छ। यो सबै कुरालाई अब यस्ता मान्छे नेपालमा चाहिएको, एक्सन ओरिएन्टेड यस्तो पत्रकार त पत्रकारको त नेता त होइन, तर यस्तो चाहिएको भनेर जनताले ल्याएको हो नि। अनि एकैचोटि आएको पार्टी खोलेको 6 महिना भएको छ नि, एकैचोटि 21 सिट, कति वर्षदेखिको बेहाल भयो। अरू दलहरू चाहिँ नि सुक्दै गए। त्यो के देखायो भने परिवर्तन खोजेको जनताले। पात्र के हुन्छ भने परिवर्तन खोजिरहेको बेलामा कहिले नेतृत्व पायो भने त्यो एकदम त्यसले काम गर्छ। नेतृत्व पनि तयार छैन भने काम गर्दैन। त्यो तयारी चाहिँ नि त्यो बेलामा चाहिँ नि हामीहरूले अब त्योभन्दा अगाडि हामीले स्वतन्त्र क्यान्डिडेट भनेर क्याम्पेन गऱ्यौँ। बालेनहरू लगायत हर्काहरूले जितेपछि त्यो एउटा उनीहरूलाई हौसला पनि भयो, मोटिभेसन पनि भयो कि जितिने रहेछ नि, जनताले पठाउँदो रहेछ नि। अनि पार्टी खोल्नु ढाङडुङ गरिहाल्यो। पार्टी खोल्ने हो कि अलग अलग जाने हो कि भने अन्त धेरै पछिसम्म केही क्लियर थिएन कि। अब यो तपाईँ के हेर्नु, यही कुरा हेरेर जेएनजी आन्दोलन पनि भयो फेरि 2.5-3 वर्षमा। रवि लामिछानेको सवालमा चाहिँ यहाँको बुझाइ कस्तो छ? उहाँ चाहिँ कस्तो नेतामा तपाईँ चिन्नुहुन्छ? रवि लामिछाने कस्तो भने अब पहिला पत्रकारको रूपमा पत्रकार पनि स्ट्यान्ड एलोन पत्रकार, कसैसित गठबन्धन गरेर त्यो पत्रकारको समूहमा बसेको पनि होइन, त्योभन्दा अलग्गै म्याभरिक पत्रकार भनिन्छ। अब त्योभन्दा अलग्गै पत्रकार भएर स्थापित भएको हो नि, एक्लै भिडेको हो नि। भिडन त गर्दा गर्दा सारा पत्रकार एकतिर हुँदाखेरि 12 है भनेर आरोप पनि लागेको हो नि। त्यतिखेर समाजको लागि काम गरेको भयो। जस्तो स्टिङ अपरेसन गर्ने क्वेसन कोही सरकारलाई भन्नुभन्दा अगाडि रविलाई भन्थे मान्छेले, ये बोल्दै हुन्थ्यो कि यसले भन्दै मेरो प्रब्लम सबमै हुन्छ। कहीँ बाढी आयो, कोही गयो आफै चाहिँ राहत लिएर पानीमा डुबी यति तपाईँ देख्नु भएको छ। यो सबै कुरालाई अब यस्ता मान्छे नेपालमा चाहिएको, एक्सन ओरिएन्टेड यस्तो पत्रकार त पत्रकारको त नेता त होइन, तर यस्तो चाहिएको भनेर जनताले ल्याएको हो नि। अनि एकैचोटि आएको पार्टी खोलेको 6 महिना भएको छ नि, एकैचोटि 21 सिट, कति वर्षदेखिको बेहाल भयो। अरू दलहरू चाहिँ नि सुक्दै गए। त्यो के देखायो भने परिवर्तन खोजेको जनताले। पात्र के हुन्छ भने परिवर्तन खोजिरहेको बेलामा कहिले नेतृत्व पायो भने त्यो एकदम त्यसले काम गर्छ। नेतृत्व पनि तयार छैन भने काम गर्दैन। त्यो तयारी चाहिँ नि त्यो बेलामा चाहिँ नि हामीहरूले अब त्योभन्दा अगाडि हामीले स्वतन्त्र क्यान्डिडेट भनेर क्याम्पेन गऱ्यौँ। बालेनहरू लगायत हर्काहरूले जितेपछि त्यो एउटा उनीहरूलाई हौसला पनि भयो, मोटिभेसन पनि भयो कि जितिने रहेछ नि, जनताले पठाउँदो रहेछ नि।